मात्रै छैन नि त, मम्मी बुवा। यसो कमेन्ट गरिदिँदा कसरी लैजाउँ भनेर। आफसे आप नासपाती पाक्ने, झर्ने, कुहिने अनि आफै मलको पारेको छु। हेलो गाइज, आज चाहिँ भनेको टक्कसँग यहाँ खेतमा गोरु बान्ने कटेजमा चाहिँ यसो मलहरू सोर्नु चाहिँ आएको थिएँ र मलहरू सोरिसकेर हातखुट्टा धोइ नुहाइसकेर अब यहाँदेखि तलतिर एउटा नासपातीको बोट छ, त्यो खान चाहिँ जान लागेको। त्यही जाने क्रममा छ तपाईँहरूलाई पनि एउटा कस्तो नै रहेछ नासपातीको बोट र जाने बाटो भन्ने यसो यो भ्लग मार्फत देखाउन गइरहेको छु। अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। तपाईँहरूलाई पनि यस्तै खालको भिडियो मनपर्छ भने। यो चाहिँ गोरु बान्ने कटेरो हो, गोठ। यहाँनिर चाहिँ मल सोरेर चट्ट नुहाइधुवाइ गरिसकेर पनि अब यहाँ तलतिर नासपातीको बोटमा जान लागेको टक्क कि मल सोर्दै थिएँ। मल सोर्दै गरेको क्रममा चाहिँ घरबाट मम्मीले फोन गर्नुभयो, नासपाती लिएर आइज है भनेर। त्यही भएर अब नासपाती लिएर जानलाई चाहिँ टक्कसँग त्यस्तो बोरा झोलाहरू केही नलाइकन आयो। अब थाहा भएन नि त नासपाती लिएर जानुपर्छ भन्ने। त्यही भएर अब नासपाती चाहिँ कसरी लैजाउँ भनेर सोचिरहेको छु। यसो तपाईँहरूलाई पनि केही आइडिया लाग्छ भने नासपाती कसरी लगाउँ, केमा लगाउँ, एउटा दुइटा हातमा लिएर जानु, गोजीमा लिएर जाउँ भने कतिवटा चाहिँ आँट्छ र होइन। घरमा अब मम्मी मात्रै छैन नि त, मम्मी बुवा अरू छन्, 2-3 जना 4-5 जना। एक दुईवटा दानाले के गर्नु र होइन। यसो कमेन्ट गरिदिँदा कसरी लैजाउँ भनेर। यो चाहिँ यस्तै छ बाटो चाहिँ, गाडी छ। कटेरोदेखि खासै टाढो होइन नि त, तीनदेखि अलिकति तलतिर गाडीहरू छ बोट। यहाँ चाहिँ यस्तै जङ्गल भइसकेको चाहिँ ठ्याक्क नासपातीको नि बोटमा आइसकिसकेको अवस्था हो। यो बोट चाहिँ बोट खासै अर्को छैन। फलहरू यस्तो सब भुइँभरि आधी हुँदी पाकिसकेर झरिसकिसकेको अवस्था छ। यो चाहिँ यो खाली हो नासपाती छ भने यो तलतिर पनि बोट देखिरहेको छ नि। यो बोट चाहिँ अर्कै खालको हो। यसमा चाहिँ फलेको थियो, सकिसकेछ नासपाती। त्यसको चाहिँ यसमा चाहिँ टन्नै नै छ बोटहरू। टन्नै छ बोटहरू होइन, टन्नै फलिरहेको रहेछ। अब टिप्नुपर्छ। तपाईँहरूलाई पनि गाउँघरमा है फलेको फलफुलहरू कतिको मनपर्छ, अर्ग्यानिक जस्तै विषादी मलहरू नलाएकोहरू। अब यो हेरौँ न, यो भनेको पुरा अर्ग्यानिक नासपाती। यसमा भनेको न मल भेटेको छ न के भेटेको हुनु, सब आफसे आप नासपाती पाक्ने, झर्ने, कुहिने अनि आफै मल हुने अर्ग्यानिक। अब यसलाई यो बजारमा भएकोबाट टक्कसँग यसलाई पुरा के गरी कहाँबाट मलहरू किनी ल्याइवरी पुरा विषादी नासपाती बनाउँथे। र यो चाहिँ अर्ग्यानिक प्युर हो। अहिले चाहिँ हेरौँ न, बोटमा यत्रो चढिसके।
अहिले चाहिँ ठिक्क बोटमा चढिसकेको छु पुरा पाकेर पनि कुनै कुनै किरा लागिसकिसकेछ कुनैमा अरिङ्गालले पुरा आधीसरी खाइसकेको रहेछ पुरा अरिङ्गालहरूले चोटहरू लगाइसकिसकेको रहेछ यहाँ हेर्नु न यो अरिङ्गालहरूले चोट लागेछ यो पाकेर कुहिसकेछ हेरौँ न यहाँनिर यो कति ठुलो नास्पातीहरू पुरा पाकेर कुहिन थालेछ हेरौँ कस्तो नास्पातीहरू पाकेर कुहिन थालिसकेछ हेरौँ उस्तलादेखि चढ्दै आएको यस्तो हेरौँ न यहाँ अब यो हाँगामा चढेर त्यहाँ चढ्ने अनि माथिको नास्पातीहरू न त्यहाँ लट्रम्मै फलेको रहेछ हौ यहाँ आउँदैको टिप्नु पर्ला त्योभन्दा अगाडि चाहिँ यहाँनिर सजिलो पाराले बसेर एक दुईवटा कस्तो अघि नुहाउँदाखेरि पुरा पानी धारामा खाएको त्यही पनि तिर्खा लागिरहेछ नास्पाती खाउँ टक्कसँग नास्पाती खाइदिउँ न त होइन देखिन सक्नुहुन्छ नास्पाती यो चाहिँ अलिक सानो छ माथिले ठुल्ठुलो चाहिँ पुरा पाकेर किरा लाग्नु थालिसकेको छ अब अरिङ्गालहरूले नि पुरा खान थालिसकेको छ यस मिठो छ नास्पाती यसको चाहिँ फेरि झोलै झोल छ पुरा
हेर एउटा खाइसक्नु पनि झन्डै 2-3 मिनेटै लाग्यो। यति सानै खाना अरू झन् यत्रो यत्रो छ। खै हौ भन्नु भन त हौ कमेन्टमा कसरी नास्पाती अब घर लिएर जाउँ भनेर। सोच केटा सोच। एउटा दिमाग आयो। अब सर्ट खोलेर सर्टमा लानु पर्ला जस्तो छ। यस बोर्ड चाहिँ सजिलै छ तर पनि अन्जानमा झुकेर लडिहाल्यो भने पनि मरिँदैन। खासै अर्को ठाउँ छैन नि त। खासै बोर्ड त ठुलै हो पनि बुढो पनि हो तर पहिला यो ठाडो थियो अलि ढल्केर रुख चाहिँ ढल्केर चेर्चो भएर ठाडो परेको रुख हो त्यही हो। हेरौँ यहाँ सुनबारुले अलिअलि खाँदै रहेछ हेर्नुहुन्छ तपाईँहरू पनि देख्नुभयो यो नास्पातीमा बारुराले खाँदै रहेछ। हेर्नु कति ठुल्ठुला नास्पातीहरू छ। अब सर्ट खोलेर सर्टमा लानु पर्यो। अघि नास्पाती ल्याउनु पर्छ भन्ने थाहा भएको भए घरैदेखि झोला लिएर आउँथे तर अब यता आएर मात्रै फोन आयो नास्पाती लिएर आइज है भनेर। अब नास्पाती लानलाई अरू केही छैन। अब हातमा एउटा लगेर के गर्नु होइन। घरमा 2-3 जना छन् घरमा नहाल्नु अरू कता काममा गएका छन्। अब भरे बेलुका त घरमा आइपुग्छन् नि त त्यतिखेर खान्छन्। ल अब सर्ट खोलेर नास्पातीतिर टिप्नतिर लागौँ है त। फेरि यो आज चाहिँ सर्टको भित्र पनि भेसै लगाएको छैन यार। भन्नाले गर्मी छ के भेस लाउनु घर पुगेर सर्टै त खोलेर हाफ प्यान्टमा मात्रै हिँडिन्छ। पुरा नास्पाती टिपिसक्यो सर्ट मात्र पोको पारेको छु। र अब ओर्लिनु पर्यो। ओर्लिसकेर अहिले चाहिँ हातमा नास्पाती भएकोले गर्दाखेरि अलिकति त्यो बनाउँदै ओर्लिन सकिएन होइन। ओर्लिसकेर हेरौँ नास्पातीहरू कत्रो रहेछ। म तपाईँलाई देखाउँछु मेरो पन्जाभन्दा झन्डै ठुल्ठुलो नास्पातीहरू फलेको छ। हेर्दै जाउँ अन्तिमसम्म। अहिले नास्पातीको रुखबाट ओर्लिसकेको अवस्था भन्नुपर्छ। फेरि पनि देखाउन चाहे नास्पातीको बोट यसो ढल्केको थियो अनि यहाँनिर बस्यो अनि फेरि यहाँदेखि यता टेकेर यहाँनिर बसेर अघि नास्पाती खाएको भने यहीँदेखि यहाँ मास्त्री गएर चढेको चाहिँ हो। नास्पातीहरू यता यहाँदेखि अलिक मसिनो छ। अरू केको ठाउँमा चाहिँ ठुल्ठुलो टिपेको छु। ठुल्ठुलै टिपिया छ। यहाँ मास्त्री कटेरमै गएर बसौँ एकछिन। बाटो चाहिँ यही हो। कटेरोदेखि खासै टाढो त थिएन र छैन पनि नास्पातीको बोट। अब अघि आउँदा घाँस लिएर आएको नि त अनि यहाँ घाँस पनि यही अघि आउँदा ल्याएको। नाम्लो पनि
खोलिएको छैन। अब नाम्लोले र कोदालो पनि लिएर जान्छ। अघि नएर त्यत्तिकै साबुन पनि त्यत्तिकै छ। यो साबुन चाहिँ यिनीहरू कटेरोमै राख्ने हो। अस्ति ल्याएर राखेको, अस्ति एकचोटि नुहाएर अब यहीँ राखिराख्ने। भोलि पर्सि फेरि गर्मी भएको बेला नुहाउन काम लाग्छ। साबुन पन्जा, हेरौँ न यहाँ माथि पन्जाहरू सिउरेको छ। भएन हँसियाहरू पनि छ घाँसहरू काट्नको लागि, कोदालोहरू। यो बोटको चाहिँ लगभग झन्नै यसपालको ठुलो नास्पाती, झन्नै यो भन्दा योभन्दा अलिक ठुलो कहाँनिर पो थियो। यो होला, हेरौँ न यत्रो छ। एकजना त म अघाउँछ झन्नै। यति ठुल्ठुलोहरू छ नास्पातीहरू। सब यहाँनिर भएको ठुल्ठुला नास्पातीहरू मात्रै छ। अब एउटा खाउँ अनि घर जाउँ। हेरौँ न ज्यान खासै छैन नि हो, सिक्स प्याकहरू नै देखिँदैन। मेरो ख्वाइच यस्तै छ क्या, टक्क टोक्ने, अलिअलि चबाउने अनि रस चुसेर फ्याँक्दिने। धानहरू हेर न, गोड्ने बेला पुरा भइसकेछ। माथि त माथिदेखि लिएर खेतमा नि गोड्दैछन्।
हतार छ नि त हौ। अब घर जानु छ नि त, त्यही भएर गमगुम खाँदै गरेको अवस्था। ल अब नासपाती नि दुईटा, एउटा बोटमा एउटा ओर्लेर खाइयो। अब नाम्लो खोल्नु अनि कोदालो बोकौँ, नासपाती बोकौँ, घरतिर लागौँ भन्ने कुरा हुन्छ। नाम्लो पनि खोलेर कम्मरमा पटुकी सरी बाँधेको छु। अनि कोदालो र नासपाती सटमा छ, कोदालो त्यहाँ छ, नासपातीको सट यहाँ काठमा। कुम्लो बनाएर लाउने हो। सट कोदालो पनि लाइयो। यसरी पो बोके कुम्लो कटेम्लो नासपाती र कोदालो कम्मरमा पटुकीको साटो नाम्लो बोकेर लाग्यो बसाइ। अब कटेरोदेखि घरतिर भन्दै आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? तपाईँहरू यही खालको भिडियोहरू हेर्न चाहनुहुन्छ भने सब्सक्राइब गर्नुहोला, लाइक कमेन्ट गर्नुहोला तपाईँलाई भिडियो कस्तो लाग्यो भनेर। र अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद भन्दै म चाहिँ अब छुट्टिन चाहे। बाई बाई।